चुनावमा 101 उम्मेदवार उठाउनका लागि प्रतिबद्ध बन्नुहोस्। हामीले उम्मेदवार उठाउनुमा हामीले गल्ती गरेनौँ भने जहाँ उठ्यो त्यही जित्छौँ, कहीँ हार्दैन। यदि त्यसका लागि मैले उम्मेदवारी नदिएर मभन्दा योग्य मान्छेलाई छोड्नुपर्छ भने म तयार छु। 1 नम्बरमा म तयार छु, म छोड्न तयार छु। बुवा आमा दाजु भाइ काठमाडौँमा जम्मा हुनु है। रविलाई नयाँ दिन दसैँ पछि जुट्नु पर्छ है। नयाँ सरकार आए पनि पुरानै छ पारा। जेनजीको बलिदान बिर्से हुतियारा। रविलाई फसाउन खोज्ने सबै भागे, साँचो बोल्ने रविलाई जेलमै पुर्याए। बुवा आमा दाजु भाइ काठमाडौँमा जम्मा हुनु है। रविलाई नयाँ दिन दसैँ पछि जुट्नु पर्छ है। प्रमाण कुनै आधिकारिकता के पनि चाहिएन। असत्यलाई यसरी भन, एकैपटक मल्टिपल सोर्सबाट भन, ठुलो स्वरले भन। देशको लागि गर्छु भन्दै लागेका हुन रवि। सबै मिली बिगार्न खोज्दैछन् छवि। तपाईँ हामी बुझेकाले बुझाउनै पर्छ। देश बर्बाद जम्मा भई छुटाउनै पर्छ। कति रोए कति हाँसे प्रतिशोध साधी। रविलाई बुझ्नु है सबै देशवासी। देशको लागि गर्छु भनी आएको हो रवि। प्रधानमन्त्री बनाउने छौ राखी उच्च छवि। बुवा आमा दाजु भाइ काठमाडौँमा जम्मा हुनु है। नयाँको घन्टी बजाई रविलाई छुटाउनु पर्छ है। महिनौसम्म आरोप प्रत्यारोप खेलेर बदनामी सहेर अपमान सहेर बोलिरहेको छ। आमा यिनीहरूले जेसुकै भनुन् म बहुला हुँ। मैले बोल्न नहुने केही बोलेको छैन, मैले गर्न नहुने केही गरेको छैन। यिनीहरूले जेसुकै भनुन् म बहुला हुँ। सहकारीको ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गर। रविलाई फसाउँदा गयो तिम्रो सत्ता। गगन केपी घरैमा खान्छन् तलब भत्ता। काङ्ग्रेस र कान्तिपुर फसाउने हुन् गुरु। खाली कागज देखाएर गरेका सुरु। जनताले बुझेका छन् तिम्रो अत्याचार। रविले नै अन्त्य गर्छ देशको भ्रष्टाचार। बुवा आमा दाजु भाइ काठमाडौँमा जम्मा हुनु है। रविलाई नयाँ दिन दसैँ पछि जुट्नु पर्छ है।